नमस्कार सबैजनालाई। रोमानियामा कारपेन्टरको काम कस्तो हुन्छ भनेर आज म तपाईँहरूलाई प्रत्यक्ष देखाउन गइरहेको छु। सबै साथीहरूले सोध्दै गर्नुहुन्थ्यो रोमानियामा काम कस्तो हुन्छ भनेर। तर आज मैले यसो तपाईँहरूलाई देखाउन जाँदैछु कि रोमानियामा कारपेन्टरमा काम गर्दाखेरि कस्तो हुन्छ र कस्तो अनुभूति हुन्छ र कस्तो बनाइन्छ, सब देखाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ साथीहरू। अब यो डिजाइनहरू चाहिँ तपाईँको सब मिसिनले गर्छ नि। यहाँ सबै कुराहरू मिसिन हुन्छ। जस्तै यो झ्यालहरू भयो, यो चाहिँ पुरानो सबै यो टुल्सहरू हिटरहरू सबै लगाएर यो मिसिनमा चाहिँ तपाईँको यो हुन्छ नि एउटा नयाँ डिजाइन कटिङ हुन्छ। जस्तो अहिले पनि काट्दैछ, त्यसमा चाहिँ तपाईँको यो कटिङहरू सबै स्टाइल डिजाइनहरू यहीँबाट मिसिनबाट काटेर बनाइन्छ। जस्तो मैले हजुर तपाईँहरूलाई देखाउन गइरहेको छु। यसरी तपाईँको यो पुरानो काठहरूलाई चाहिँ फेरि झ्याल ढोकाहरूलाई फेरि नयाँ बनाएर फेरि त्यही युज गरिन्छ, प्रयोग गरिन्छ भनौँ न। सो तपाईँको यो चाहिँ रिपेयरिङ हो। अब यसलाई दुईचोटि हुन्छ, दुईचोटि युज गरिँदो रहेछ। जस्तो अब यो पहिलाको पुरै निकालेर फालेर यिनीहरू सबै निकालेर यसरी फालेर यसरी गरिन्छ है साथी।